गण्डकी प्रदेश नेपालकै पहिलो कानुनी रूपमा गाँजा खेती गर्न मिल्ने प्रदेश बनेको छ। तर यो निर्णय सजिलै आएको भने होइन। गत असार 25 गते गण्डकी प्रदेश सभाले गाँजा खेती सम्बन्धी विधेयक सर्वसम्मत पारित गरेको थियो। तर प्रदेश प्रमुखले संविधान र संघीय कानुनसँग बाजिन सक्ने भन्दै विधेयक पुनर्विचारका लागि फिर्ता पठाएका थिए। त्यसपछि प्रदेश सभाले पुनः संशोधन नगरी यी विधेयक फेरि पारित गरिदियो। संविधान अनुसार प्रदेश सभाले दोस्रो पटक पारित गरेको विधेयक प्रदेश प्रमुखले 15 दिनभित्र प्रमाणीकरण गर्नै पर्ने हुन्छ। अन्ततः हिजो सोमबार विधेयकले कानुनी मान्यता पायो। तर यसको अर्थ सबैले जथाभावी गाँजा खेती गर्न पाउने भन्ने होइन। कम्पनी दर्ता गरेर सरकारी लाइसेन्स लिनुपर्ने हुन्छ। साथै नशा लाग्ने तत्व THC को मात्रा 0.3% भन्दा कम भएको जातको गाँजा खेती गर्न पाइनेछ र उत्पादन अघि प्रयोगशालाबाट प्रमाणित गराउन पनि अनिवार्य गरिएको छ। अर्थात् गाँजा खेती वैध भयो, तर कडा सरकारी नियम र नियन्त्रण भित्र। अब तपाईलाई के लाग्छ, यो निर्णय गण्डकीका किसानका लागि नयाँ अवसर हो कि भविष्यमा नयाँ चुनौती? आफ्नो विचार कमेन्ट गर्नुहोला।